Hello YouTube family, welcome back to my YouTube channel. के छ गाइस हाल खबर म पनि एकदम सन्चै छु लङ डेज माइ न्यू ब्लग्स गाइस सबजना फेरि पनि स्वागत छ मेरो मिन एरे YouTube च्यानलमा त्यही हो आज म यता छम तालिनचोकमा हैन यहाँ चाहिँ पुरै राम्रो भ्यू छ हैन यो चाहिँ मेरो बाइक पल्सर 150 एकदम पावर एन्ड पावरलेस भनौं न सबै मिक्स छ त्यही हो साथीभाइहरु सबजनालाई क्यान सब्स्क्राइब गरिदिनु होला म चाहिँ त दिपेश गुरुङ ब्लगर अनि यहाँ चाहिँ बाट उता के उता सम्झे तल तल कायो कायो गाउँ त हाम्बौ यस्तो दामी भ्यू छ गाइस हैन यस्तो दामी के हाम्बौ यहाँदेखि ए उता म चाहिँ उता गएर आएको उता अनि यहाँ चाहिँ पुरै एकदम राम्रो भ्यू रहेको छ त्यो गाइस अहिले बाइकमा भेट्छ बाइ बाइ सबैजनालाई पनि सब्स्क्राइब गरिदिनु होला गाइस म चाहिँ त उताहरु दिपेश ब्लगर हैन अनि आज चाहिँ एकदम राम्रो भ्यू अनि राम्रो बाटो अनि बाइकमा फर्स्ट टाइम त भनौँ न हो यो चाहिँ मेरो फर्स्ट टाइम यस बाइकको ब्लग अनि सबैजनाले सब्स्क्राइब गरिदिनु होला होला त होला भन्छ अर्को सरी त्यसलाई अनि यहाँ चाहिँ बाटोदेखि अनि गाउँसम्म एकदम राम्रो रहेको छ हैन अनि बाटो चाहिँ अलिक कतै कतै खाले खोलिन्छ अनि माइक छैन नि त त्यसलाई चाहिँ म ठुलो स्वरले बोल्छु नि त अझै पुरै लगभग 40 देखि माथिसम्म घरहरू छ होला हैन मेरो नानीको चाहिँ ए उता के गाइस उता त्यो डाँडा डाँडा छ नि त्यो डाँडा डाँडा चाहिँ सबै त्यो घरहरू हो अनि चाहिँ त्यो फाइनली चाहिँ म तालिनचोकबाट जाँदैछु आफ्नो घर स्मानी गाउँ पाली गाउँ वडा नम्बर 6 भूमि चोक स्मानी अनि यहाँ चाहिँ एकदम राम्रो प्रेमी भनौँ न मान्छेहरू सबै प्रेमी अनि ए आइदिए फलाएको अनि जो पनि ए फलाएको छोरा अहिले बस भन्ने खालको अनि एकदम फ्रेन्डली छ नि त सबजना खाने मान्छेहरू अनि त्यही हो आज घाँटी नाच लाग्छ अरे बेलुका नाच बेलुकाखेरि चौल पनि हुन्छ घाँटी नाच हेर्नुलाई गरे भन्नुभएको थियो घाँटी नाच अनि यहाँ चाहिँ पुरै घरदेखि यो चाहिँ हो ए भनिदिनु पऱ्यो धेरै आउनु भन्नुहुन्थ्यो अनि ल अब हामी जान्छौँ ए गाडी खस्यो क्या गाडी खस्यो साथै पर्दा ए गाइस सबैजनालाई पनि सब्स्क्राइब गरिदिनु होला हो मजा आयो अब चाहिँ म पनि बेलुका घाँटी नाच गाई घर चाहिँ पुरै मान्छेहरू एकदम पुरै के ए फल्ना छ गाई आइदियो गाइस यो चाहिँ लास्ट घर अनि म एकदम तल्ल पुग्छु यहाँ चाहिँ मेरो छानो घर रहेको छ तर म बस्दिनँ किनकि काम छ नि त यो चाहिँ लास्ट गाउँ यो चाहिँ अनि त्यसपछि यो चाहिँ तल त्यसपछि चाहिँ म खसिन्छु गाउँतिर त्यो गाउँबाट यो बाइकमा अलिक सबैलाई चाहिँ सबै गरिदिनु होला यहाँ बाटो एकदम राम्रो छ होइन रहेको छ तर पेट्रोल बचाउने ल अब तेल अफाल्नु अनि पत्नी त्यही त नि अब तेल र भाउ कति छ गाइस थाहा छ 250 ओ माई गड यस्तो भाउ हाइमा छ गाइस हाम्रो बाइक चलाउनु यस्तो त्यही अब हामी यतिकै होइन बिमाको बाटो रे जान्छ गाइस ओ बादर ओ दाजुभाइहरू बादर भेट्यो यो चाहिँ छिटो जाऊ यार
बाँदर मार्ने त्यो कुरो अनि यहाँ चाहिँ अब गाइस बाँदर चाहिँ जस्तै अब बाघ भालु बाँदर सबै भेट्छौँ अनि बाटोमा त्यो पनि अब एक्लै छु साथीभाइहरू गएको कति बाँदर आयो मार्छ आम्बो तर फर्स्ट टाइम मैले गर्दैछु गाइस भ्लग सबैलाई सब्सक्राइब गरिदिनु होला अनि मान्छेले चाहिँ कतिपय मान्छेहरूले चाहिँ हुन्छ नि के अरे तपाईँले चाहिँ भ्लग हाल्नु भएन यताउति अब भ्लग हाल्दैछु बिस्तारै अब पहिला 12 पास गऱ्यौँ कि भनेको हामी चाहिँ अब अघि यो बाटो आएको थिएँ अब चाहिँ म यसरी जान्छु चलो गाडी चल्दै सर्टकट बाटोबाट होइन यहाँबाट कस्तो रहेछ बिस्तारै बिस्तारै छ पल्सर हो नि त पल्सर भने कहाँ स्पिडै भन्नु पाइन्छ गाइस होइन पल्सर भने पल्सर हो होइन दिएको होइन दिएको हो नि त पावर छ कि हाम्रो पल्सर राइट त्यही हो अब हामी बिस्तारै बिस्तारै चल्छौँ घरतिर ओ भ्यू त दामी रहेछ बस्ने बस जाऊँ पहिला अहिले घर जाने भाडा त्यही हो अब म चाहिँ फेरि गाइस बेलुका फर्किन्छु खोला फेरि गाडीमा बाटोहरू पर्छ तर राजा गाइस एकदम हामी यस्तो मजा लाग्ने क्या गाइस होइन त्यो जहाँ भए पनि एकदम मजा अनि शान्त हुने मान्छे अब यस्तै हो कि मैले त्यो थाहा होइन साथीभाइहरू सबैजना लाग्छ सब्सक्राइब गरिदिनु होला है त म चाहिँ तपाईँ ब्लगर अनि यो भ्लग चाहिँ गाइस इन्स्टा फेसबुक अनि टिकटक सबमा आउँछ अनि सबजना लाइक सब्सक्राइब गरिदिनु होला यो खास गर्ने युट्युब पनि छ नि त युट्युबमा जहाँसुकै आउँछ है त सबैजना लाइक सब्सक्राइब गरिदिनु होला गाइस म चाहिँ अब अलिकति बाटोमा छु तर बाटोमा चिसो बाटो नि गाइस त्यही हो अब बाटो चाहिँ अलिकति पिच छ फेरि बाटो खत्तम अनि फेरि अलिकति पिच होइन त्यही त नि अब गाउँघरको बाटो भनेको यस्तै हो गाइस होइन र गाउँघरको बाटो भन्यो नि त लाया गाइस यार आफ्नो खर्च 400 रुपियाँ मात्र छ सबैजना गाइस लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त जो चाहिँ फ्यामिलीहरू नयाँ हुन्छ नि सबैजनाले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है त गाइस जो चाहिँ फ्यामिलीहरू नयाँ हुन्छ नि सबैजना लाइक सब्सक्राइब गरिदिनु होला है त गाइस सब्सक्राइब प्लिज सब्सक्राइब माई युट्युब च्यानल आम्बो कस्तो दामी गाइस यार बस्दैन त बस्दैन म अब सरस्वती जान्छु काम सकाम बाटो सिर्जम तर भ्युज गाई एकदम बबाल छ पनि जति हाल्छु मैले गिटार लास्टलाई आएर भ्लग गर्ने भनेको भन्दिनँ त्यो अलिकति काम थियो गाइस होइन त्यही पनि मान्छे अब काम जान्छ गर्नु छ अब फेरि लास्टै दिन भोलि अनि पढाइ बिहान जान्छ पछि गाइस म चाहिँ अब यहाँ होइन यो तल्लो बाटो होइन यसरी चाहिँ म घर पुग्छौँ अनि त्यही हो फाइनली म चाहिँ यहाँ यो तालिमचोकबाट चाहिँ यो लास्टो पुच्छार तल्लो बाटो यो अन्तिम बाटो होइन अर्को बाटो पनि रहेको छ यो चाहिँ अब यहाँ चाहिँ गाइस यस्तो राम्रो भ्यू कायो नि त अनि यसो मैले अब यहाँ पनि भ्लग गर्दैछु कृपया साथीभाइहरू सबैजना लाइक एन्ड सब्सक्राइब गरिदिनु होला होइन त्यो गाइस यहाँ चाहिँ एकदम बब्बाल भ्यू छ अनि यो चाहिँ मेरो गाइस पल्सर 150 पावर एकदम पावर रहेको छ ए उता तलसम्म जाऊँ न अलिकति त्यो गाइस मेरो भ्लग आइसकेको छ सबैजनाले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला म चाहिँ तपाईँ प्यार दिपेश गुरुङ ब्लगर अनि अहिले बाइकमा भेट लगाइछ त बाई बाई ल गाइस म चाहिँ त्यो भ्यू ठाउँबाट चाहिँ म आएको होइन त्यही पनि अब बाटो खत्तम छ गाइस होइन
साथीभाइहरू फाइनली म चाहिँ अब यो बाटो त्यो लास्ट हो अनि त्यसपछि म आफ्नो घर पुग्छु अनि त्यो डाँडाबाट गाइस त्यो गाउँबाट म यसरी घुमेर चढेँ यताउता गरेर त्योबाट यसरी माथि आएर यहाँ आइपुगेको छौँ। सब्सक्राइब पारा गर्नु भएको छैन भने सब्सक्राइब पारा गरिदिनु होला। सरी सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। म चाहिँ तपाईँको प्यारो दिपेश गुरुङ ब्लगर अनि पछि गएर चाहिँ तपाईँको फ्यान मोस्टली पपुलर ब्लगर बन्नेवालामा छु होइन। हार कहिले मान्दैन भने मान्छे भयो भनेर भन्दिनँ। त्यो गाइस सब्सक्राइब पारा गर्नु भएको छैन भने सब्सक्राइब पारा गरिदिनु होला। सब्सक्राइब गरिदिनु होला। म त तपाईँको प्यारो दिपेश गुरुङ ब्लग अनि चाहिँ आजको ब्लग यति नै गाइस। म अब एन्ड गर्छु होइन इन गर्छु अनि तर भ्यू एकदम बबाल छ। त्यो गाइस मिल्थे आगामी दिनमा बाई बाई एन्ड सब्सक्राइब प्लिज माई युट्युब च्यानल। बाई बाई गाइस।